अञ्जली सिटमा बस्छ आफ्नो अञ्जलीसँग सिटमा बस्छ त्यहाँ बस्ने हो टेन्स हो अनि टेन्स टेन्स कति टाइपको हुन्छ कति टाइपको हुन्छ 5 4 3 कति टाइपको हुन्छ टेन्स 3 टाइपको हुन्छ हैन कुन कुन 1 past tense present tense क्लास 1 ग्रामर टेन्स भन्ने टपिक छ है टेन्स कति टाइपको हुन्छ के भने मैले past tense फ्युचर टेन्स देयर आर 3 टाइप्स अफ टेन्स इन इंग्लिश ग्रामर कतिवटा टाइपको टेन्स 3 वटा टेन्स हैन एउटा पास्ट टेन्स एउटा प्रेजेन्ट टेन्स एउटा फ्युचर टेन्स प्रेजेन्ट टेन्स भनेको जो चाहिँ हामी अहिले गरिरहेका छौं यो समय हैन त यो समय जुन चाहिँ अहिले गरिरहेका छौं त्यो हो प्रेजेन्ट टेन्स जुन चाहिँ पछि आउने यसपछि आउने जुन टेन्स छ नि समय छ नि यसपछि आउने अब भोलि पर्सि 2 वर्षपछि अब आउने समयलाई फ्युचर टेन्स भन्छ कुन टेन्स भन्छ फ्युचर टेन्स भन्छ र बितिसकेको कुरा आजभन्दा अगाडि भइसकेको कुरा जे छ त्यो चाहिँ पास्ट टेन्स हो यो भन्दा अगाडि जति पनि भए जति पनि घटनाहरू भए जति जे कुराहरू भए त्यो कुन टेन्समा जान्छ त पास्ट टेन्समा हैन त भूतकालमा जान्छ हैन प्रेजेन्ट टेन्स भनेको भर्खरै अहिले म पढाइरा छु यो कुन टेन्समा पढाइरा छु त प्रेजेन्ट टेन्समा पढाइरा छु ठीक छ तीनवटा हुन्छ नि एउटा बितिसकेको कुरालाई पास्ट टेन्स अहिले जे भइराछ त्यो प्रेजेन्ट टेन्स र अब यसपछि हुने जे कुरा छ त्यो चाहिँ फ्युचर टेन्स र हामीले टेन्स 3 प्रकारको हुन्छ भनेर पढ्यौं अब एउटा टेन्सको पनि 4 वटा टाइप हुँदो रहेछ है एउटा टेन्सको कतिवटा 4 त्यो पनि मैले भनिसके हो बिर्सिया त छैन एउटा टेन्सको 4 वटा जस्तो प्रेजेन्ट टेन्स एउटा टेन्स हो हैन एउटा टाइप हो प्रेजेन्ट टेन्स एउटा प्रेजेन्ट PENSE टेन्स हैन त प्रेजेन्ट टेन्स हो भने यसको पनि 4 वटा टाइप हुँदो रहेछ कतिवटा 4 अब 4 वटा हुँदो रहेछ के सिम्पल एउटा चाहिँ सिम्पल हैन सिम्पल प्रेजेन्ट है अर्को त्यो त 3 वटा भयो हेर एउटा प्रेजेन्ट टेन्स एउटा पास्ट टेन्स र एउटा फ्युचर टेन्स 3 वटा भयो फेरि एउटा टेन्सको 4 वटा भनेपछि दुईटाको 8 वटा तीनटाको 12 वटा टोटल 12 वटा हुँदो रहेछ हैन मेन 3 वटा एउटाको 4 वटा भनेपछि 12 वटा भयो हैन टोटल अनि प्रेजेन्ट कन्टिन्युअस यो सिम्पल प्रेजेन्टको बारेमा हामीले पढि पनि सकेका छौं हो पढेका छौं कि छैनौ अर्को हुन्छ प्रेजेन्ट पर्फेक्ट यो याफ हो है अनि अर्को लास्टमा चौथोमा हुन्छ प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअस है है त 4 वटा भयो नि प्रेजेन्ट टेन्सको 4 वटा टाइप हुँदो रहेछ एउटा सिम्पल प्रेजेन्ट अलि तल गयो यहाँ देखिदिनु तल बस अझै तल सर भने हो सिम्पल प्रेजेन्ट कन्टिन्युअस प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअस हामीले यसको बारेमा डिटेलली पढिसकेका छौं अगाडिको क्लासमा हैन यो सिम्पल प्रेजेन्टको बारेमा डिटेलली रूपमा पढिसकेका छौं सेन्टेन्स पनि बनाएको छौं नेपाली इंग्लिशमा ट्रान्सफर गरेर अब आज पढ्ने भनेको हामी प्रेजेन्ट कन्टिन्युअस हो यसको बारेमा है यो पढ्छौं त्यसपछि यो पढ्छौं त्यसपछि यो पढ्छौं है हाम्रो प्रेजेन्ट टेन्स सकियो
यो 4वटा पढिसकेपछि त्यसपछि हामी पास्टमा जान्छौँ। पास्ट टेन्स पढ्नको लागि V2 चाहिन्छ। भर्बको टाइप लेखाएको थिएँ नि मैले ट्युसन क्लासमा पनि लेखाएको थिएँ, यहाँ पनि पहिला लेखाएको थिएँ। V2 चाहिन्छ। जस्तो गो V1 हो नि, यो गो भन्ने सबै यो प्रेजेन्ट टेन्समा युज हुन्छ हैन। अब यसको वेन्ट चाहिन्छ। गोको त वेन्ट हुन्छ, गयो हैन। यो त गयो भन्ने कुरा अगाडि गइसक्यो हैन र, गयो भनेपछि त्यो गइसक्यो त, पास्ट टेन्स भएन त्यो भनेपछि यो चाहिन्छ। V2 चाहिन्छ, भर्बको दोस्रो रूप चाहिन्छ है। यो चाहिँ पास्ट टेन्समा, त्यसको लागि भर्ब याद गर्नुपर्छ। र V3 चाहिँ यो प्रेजेन्ट पर्फेक्टमा जान्छ, यसको लागि पनि भर्ब याद गर्नुपर्छ। पहिला हामीले चाहिँ प्रेजेन्ट कन्टिन्युअस पढाउँ आज, ठीक छ। प्रेजेन्ट कन्टिन्युअसको बारेमा पढ्छौँ हामी। के गरे प्रेजेन्ट कन्टिन्युअसको बारेमा पढ्छौँ है। ल टपिक छ हाम्रो प्रेजेन्ट टेन्स। यसमा पनि हामी पहिलो चाहिँ पढिसक्यौँ है। यसको दोस्रो रूप पढ्दैछौँ प्रेजेन्ट कन्टिन्युअस। प्रेजेन्ट कन्टिन्युअस कन्टिन्युअस भन्ने बित्तिकै के बुझ्नु भने मैले V4 है। भर्बको 5वटा टाइप हुन्छ नि। भर्बको कतिवटा टाइप हुन्छ? 5वटा टाइप हुन्छ। कतिवटा टाइप हुन्छ? 5। V1, V2, V3, V4 र V5 हैन। अब हामीलाई यसमा कन्टिन्युअसमा चाहिने भनेको V4 हो। कुन हो? V4 है। यसको फर्मुला हुन्छ सब्जेक्ट प्लस इज अथवा एम अथवा आर प्लस V4 प्लस अब्जेक्ट। यसको चाहिँ फर्मुला हुने हो। सम्झली साउन्ड। प्रेजेन्ट कन्टिन्युअसको फर्मुला के हुने भयो? सब्जेक्ट प्लस इज एम आर प्लस V4 प्लस अब्जेक्ट है। ठीक छ। अब हेर, सब्जेक्ट भनेको हामीले लिभिङ थिङ्स भनेर बुझेका थियौँ हैन। अनि अब्जेक्ट भनेको लास्टमा आउँछ नन लिभिङ थिङ्स हो भन्ने बुझेका थियौँ नि हैन। अब इज एम आर सब्जेक्ट पछि लिभिङ थिङ्स राखिसकेपछि इज एम आर राख्नु पर्यो। एउटा तिनटामा कि त इज राख्नु पर्यो, कि त एम राख्नु पर्यो, कि त आर राख्नु पर्यो। ठीक छ। सब्जेक्टमा एउटा भयो भने इज राख्ने कि आर राख्ने? सिङ्गुलर, यदि सब्जेक्ट सिङ्गुलर भयो भने इज राख्ने है। इज भनेको हो अथवा छ हो नि। ऊ हो, ऊ छ, उनी छन्, छिन् भन्ने हुन्छ नि। यदि सब्जेक्टमा एउटा भयो भने के भनेर? सब्जेक्टमा एउटा छ भने इज राख्ने, इज ल्याउनु पर्यो। एम त सिर्फ आईसँग मात्र लाग्छ। एम भन्ने कुरा सब्जेक्टमा आई आएपछि मात्रै एम लाग्छ है। अनि आर यदि सब्जेक्टमा धेरै छन् भने, जस्तो दे, वी है, यस्ता धेरै कुराहरू छन् भने सब्जेक्टमा आर लाग्छ। हामीले सेलेक्ट गर्न सक्यौँ इज कति बेला राख्ने, एम कति बेला राख्ने र आर कति बेला राख्ने भनेर सेलेक्ट गर्न सक्यौँ सब्जेक्ट पछि। यदि सब्जेक्टमा एकैजना छ भने इज, सब्जेक्टमा आई मात्र, आई भनेको म हो नि, आई एम अ स्टुडेन्ट है भन्ने हुन्छ नि, आई एम गुड, यस्तो आईसँग जहिले एम लाग्छ है। एम राख्नको लागि सब्जेक्टमा आई आउनु पर्यो। र आर हेर, आर भनेको हौँ अथवा छौँ हो नि। हौँ भनेपछि हामी हौँ, हामी छौँ भन्ने हुन्छ नि। त्यसको लागि त यहाँ के आउनु पर्यो? प्लुरल आउनु पर्यो, सब्जेक्टमा धेरै आउनु पर्यो हैन। हो। अब V4 भनेको V1 पछि आइएनजी थप्नुपर्छ भन्ने तिमीलाई थाहै छ। जस्तो गो V1 हो भने जानु, अब GOING, आइएनजी मात्रै त हो नि, यो V4 भएन। अब जाँदै भयो हो कि नै? जाँदै भयो कि भएन? GOING गोइङ भनेको जाँदै भयो कि भएन? हो। यसरी चाहिँ V4 भनेको मैले राम्रोसँग पढाइसकेका पनि छु। आइएनजी भर्ब 1 को पछाडि आइएनजी थप्यो भने भर्ब 4 हुन्छ। त्यसले चाहिँ दही जनाउँछ, जाँदै, खाँदै, नाच्दै। जस्तो इट भनेको खानु हो भने इटिङ भनेको खाँदै भयो हैन। भर्ब 4 भनेको त्यो। अब अब्जेक्टको कुरा गरौँ। अब्जेक्ट भनेको नन लिभिङ थिङ्स
इज दिस लिभिङ थिङ्स अर नन लिभिङ थिङ्स? Non-living. इट इज नन लिभिङ थिङ्स होइन? नन लिभिङ थिङ्स भनेको सबै थाहा छ तिमीहरूलाई, लिभिङ थिङ्स भनेको पनि थाहै छ होइन? लिभिङ थिङ्स सब्जेक्ट भयो, नन लिभिङ थिङ्स अब्जेक्ट भयो, त्यो लास्टमा जान्छ। अब इजेमा आर राख्नुपर्छ, यो फर्मुला हो है। सब्जेक्टमा एउटा भए इज, धेरै भए आर, आई भए एम, ठिक छ? त्यसो भए इङ्ग्लिस बनाएर म नेपालीमा लेख्छु एउटा सेन्टेन्स, त्यसलाई अङ्ग्रेजीमा भनौँ है होइन? हरि आँप, अब दही आउनु पर्यो नि, आँप किन्दै भयो है, किन्दै। अब किन्नुलाई के भन्छ इङ्ग्लिसमा थाहै होला? दही लाउनलाई त्यसको पछाडि आइएनजी लाउनु पर्छ, यो भर्ब फोर हो कि होइन? हरि आँप किन्दैछ, यस्तो भनेर लेखेँ मैले भने। अब यसमा सब्जेक्ट भर्ब अब्जेक्ट छुट्याउन सक्छौ तिमी? सक्छौ नि? यो सेन्टेन्समा कुन सब्जेक्ट हो? हरि। लिभिङ थिङ्स त यही हो नि, हरि। यो चाहिँ सब्जेक्ट भयो, यहाँ सब लेखौँ है। अब हरिसँग यो तिनटामा कुन लाग्छ त? इज लाग्छ कि एम लाग्छ कि आर लाग्छ? गुड। किन इज लाग्यो? हरि त सिङ्गुलर हो, ठिक छ? हरि पछि इज लेख्ने भयो है यो तिनटामा। अब इज लेखिसकेपछि अब यो दुईटाको मतलब भएन हामीलाई, अब चाहिँ भर्ब फोर चाहियो हामीलाई होइन? त्यही त हो, भर्ब फोर चाहियो। अब भर्ब यसमा के छ पहिला त त्यो छुट्याउनु पर्यो। भर्ब कुन हो यो यसमा? आँप भर्ब हो र? गुड। काम के गर्यो त? किन्दै होइन? यो भर्ब हो। अब किन्नुलाई तिमीहरूलाई इङ्ग्लिसमा के भन्छ राम्रोसँग थाहा छ होइन? किन्नुलाई इङ्ग्लिसमा के भन्छ त? अब त्यसको पछाडि के थप्नु पर्छ त्यो पनि थाहा छ। गुड हो, बाइङ होइन? अब आँपलाई पनि यो अब्जेक्ट कुन हो त? अब्जेक्ट कुन हो यसमा? नन लिभिङ थिङ्स हो नि। फेरि आँपको रुख चाहिँ लिभिङ थिङ्स हो, त्यहाँबाट आँप टिपिसकेपछि त्यो त नन लिभिङ थिङ्स भइहाल्यो। आँप चाहिँ अब्जेक्ट हो। अब यसलाई ठ्याक्क इङ्ग्लिसमा ट्रान्सफर गर्न सक्छौ नि, ट्रान्सलेट गर्न सक्छौ? ल भन त मनोज, के लेखौँ भन त? हरि, यहाँ चाहिँ आएर हरि उठ त अन्जली तिमी भन। हरि पछि के लेखौँ? गुड, इज। कहाँ छ तेरो दिमाग? हरिसँग यहाँ हेर्न फर्मुला, हरि सब्जेक्टमा एउटै आएपछि के राख्ने भनेको छ यो हेर्नु परेन? इज। त्यसपछि भन त अञ्जली। गुड, बियुवाई, बाई यो भिवान हो। किन्नुलाई त बाई भन्छ नि। अब हामीलाई त दही चाहियो किनकि भर्ब फोर चाहियो नि त। भर्ब फोर त भिवानको पछाडि आइएनजी थप्यो भने भर्ब फोर भइहाल्छ, आइएनजी। बाइङ भयो, बाइङ अ म्याङ्गो अथवा अ म्याङ्गो लेख है, किनकि आँप म्याङ्गो। तिमीहरूले भोयल कन्सोनेन्ट पढाएको छौ नि, एमएएनजिओ म्याङ्गो। याम भोयल हो कि कन्सोनेन्ट हो? याम लेटर भोयल हो कि कन्सोनेन्ट हो? कन्सोनेन्ट हो होइन? ए आयो यु मात्रै हो नि भोयल। कन्सोनेन्टको अगाडि जहिले पनि अ लाग्छ, जहिले पनि अ लाग्छ। भोयलको अगाडि ए अनि एन लाग्छ होइन? बुझ्यौ नि? ल दुइटै बस्छ। अ म्याङ्गो, एमएएनजिओ म्याङ्गो। क्लियर भयो कन्सेप्ट? हरि आँप किन्दैछ भन्नलाई इङ्ग्लिसमा हरि इज बाइङ अ म्याङ्गो। थाहा पायो? तिमीले मात्र थाहा पाएर भएन, सबैले थाहा पायो? अब म एउटा अर्को बनाउँछु है। हामी बजार है, ल बजार ठाउँ हो नि? जाँदै है, जाँदैछौँ। अब यसलाई बनाउँछ हामी बजार जाँदैछौँ है। सब्जेक्ट भर्ब अब्जेक्ट छुट्याउन सक्यौँ यहाँबाट? पहिला भनौँ कुन चाहिँ सब्जेक्ट हो यसमा? हामी सब्जेक्ट हो नि। यो सिङ्गुलर हो कि प्लुरल हो? हामी चाहिँ सिङ्गुलर हो र प्लुरल भनेको धेरै, हामी भन्नाले धेरै हो नि हामी होइन? अनि यसमा अब्जेक्ट कुन हो? बजार अब्जेक्ट। कस्तो दिमाग कहाँ छ तिम्रो? यसमा बजार अब्जेक्ट होइन? अनि भर्ब कुन हो? जाँदै। अब छौँलाई के भन्छ त्यो थाहा छ तिमीलाई होइन?
यो भब हो। अनि हौ अथवा छौँलाई इङ्ग्लिसमा के भन्छ त्यो पनि थाहा छ। के भन्छ? आर। यहाँ आर छँदैछ होइन। अब भन हामीलाई यसलाई इङ्ग्लिसमा ट्रान्सलेट कसले गर्छ? अनुष्का साउदले। के भन्छ अनुष्का हामीलाई? भेरी गुड। उही भन्छ, सबैलाई थाहा छ हो। उही हो नि। अब उहीसँग उही सिङ्गुलर हो कि प्लुरल हो? प्लुरल, धेरै हो होइन अनुष्का? उही धेरै हो भने धेरैसँग यो तिनटामा के राख्ने ल भन त? धेरैसँग इज राख्ने होइन त? हो। धेरैसँग आर राख्ने होइन त? यहाँ हेर त, छौँ छ उसै पनि छौँ। एआरए आर, आर मिन्स हौ अथवा छौँ भन्ने मिनिङै पनि लेखाएको छु मैले होइन। यहाँ इज किन आयो? हो अथवा छ। आइएस इज भनेको हो अथवा छ हो कि होइन? आफै पनि बुझ, इज आयो होइन। भनेपछि यहाँ छौँ आएको छ। उसै पनि उहीसँग के लाग्छ? के लाग्छ अनुष्का? यो तिनटामा इज एम आरमा के लाग्छ? उहीसँग के लाग्छ अर्जुन? अझ पनि बुझिनै? उही सिङ्गुलर प्लुरल हो होइन। धेरैसँग यो तिनटामा आर लाग्छ। क्लियर भयो? उही आर लेख्नु पर्यो है। उही आर। अब हामीलाई भब चाहियो। भब के छ यहाँ? जाँदै। अब जानुलाई इङ्ग्लिसमा थाहा छ नि, के भन्छ? अब यहाँ त भब 4 चाहियो। के थप्नु पर्यो पछाडि? आइएनजी होइन त? गोइङ। अब यो अब्जेक्ट राख्नु पर्यो होइन। त्यसपछि अब्जेक्ट के छ? मार्केट अथवा बजार भन्दा पनि हुन्छ। ल मार्केट लेखेँ है मैले। तर यो सेन्टेन्स सही छैन। किन सही छैन? ठाउँको अगाडि के राख्छ जहिले पनि? गुड। वी आर गोइङ टु मार्केट। हामी बजार जाँदैछौँ भयो है। ठिक छ। सिट डाउन। तिमी बनाउने? तिमी बनाउने भए ल म बनाउँछु। त्यसो भए म नेपाली लेख्छु, तिमी पुरै इङ्ग्लिसमा ट्रान्सलेट गर है। अब म सब्जेक्ट भब छुट्याउनु भन्दैन है। तिमी आफै थाहा पाऊ है त, को सब्जेक्ट हो, को भब हो, को अब्जेक्ट हो। खाना पकाउँदै आउनु पर्यो नि त। कन्टिन्युअसमा जहिले पनि दै आउनु पर्यो है। भन्दाखेरि पकाउँदै छन् है। छन्। ल यो बनाऊ त। तिनीहरूलाई उही भन्छ र? दे। 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 त्यसपछि एकको पनि कानको जाली फोड्छु है म अब। देसँग पहिला यहाँ हेर्न लाटा, सब्जेक्ट पछि के राख्ने? देसँग? देसँग एम। एम बस। अझ पनि बुझेन। पुटमा दे। दे पछि के लेखौँ? भेरी गुड। दिमाग कहाँ छ? यो दे भन्ने धेरै होइन? आइसँग मात्र एम लाग्छ भने होइन मैले अघि? एम लेख्न आयो त यहाँ आई आउनु पर्यो। दे आर। अब के लेखौँ? पकाउनुलाई के भन्छ? कुक। के थप्नु पर्यो पछाडि? कुकिङ भन्नु परेन त? अनि कुक माने पकाउनु, कुकिङ भनेको पकाउँदै आयो। के पकाउँदै? इङ्ग्लिसमा भन्नु पर्यो नि, फुड। गुड। कुकिङ फुड भएन त? अब दे आर कुकिङ फुड। क्लियर भयो नि? अब कन्फ्युज हुन्छ है। यहाँ हेर्ने, यहाँ यी फर्मुला हेर। सब्जेक्ट पछि, सब्जेक्टमा एकजना भएपछि मैले इज लेख्नु पर्यो भने, सब्जेक्टमा धेरैजना आउँछ भने आर लेख्नु पर्यो। सब्जेक्टमा आई मात्रै आउँछ भने एम लेख्नु पर्यो। आईसँग मात्र एम लेख्नुपर्छ भन्ने कन्सेप्ट बुझ्यौ कि नै? हो। अनि B4 भनेको त भब 1 को पछाडि आइएनजी थप्ने हो, सबभन्दा सजिलो होइन? हो। अब इङ्ग्लिसमा यसरी चाहिँ सिक्नुपर्छ है। टेन्स सिक्ने तरिका यही हो है। यो चाहिँ 0 लेभल हो तिमीहरूको इङ्ग्लिसको है। अझ नेगेटिभ, पोजिटिभ, के अरे अफर्मेटिभ के छन्, धेरै छन्। पहिला यो सिक है। सेन्टेन्स कसरी निर्माण गर्ने, हाउ टु बिल्ड, क्रिएट अ सेन्टेन्स इङ्ग्लिस है। कसरी लेख्ने, कसरी सिक्ने भनेर पहिला यहाँ थाहा हुनुपर्छ।
देखाइ तिमीलाई ल सिटाउँ। त्यसपछि हामीले 3वटा सेन्टेन्स बनायौँ। त्यसपछि हामी चाहिँ अरू बनाउँ है ठिक छ। अनि 20वटा सेन्टेन्स म तिमीहरूलाई घरको लागि दिन्छु प्रिन्ट गरेर ठिक छ। अस्ति दिएन लाइट गइहाल्यो नि त। अस्ति हामीले सिम्पल प्रेजेन्ट पढेको थियौँ होइन पढेको थियौँ। आज प्रेजेन्ट कन्टिन्युअस सेकेन्ड पढिरहेछौँ है। अर्को सेन्टेन्स बनाउँछु म किताब पढ्दै लेख्छु है पढ्दै छु भयो है। अब यसलाई कसले बनाउँछ हात उठाऊ। यो सेन्टेन्सलाई कसले बनाउँछ इङ्ग्लिसमा भन। तिमी बनाऊ। अब चाहिँ सही बनाऊ है। आई गुड। अब चाहिँ एम भयो है। आई भएर आईसँग एम लाग्यो। अब यो दुईटालाई छोडिदियो हामी। अब भब 4 चाहियो। भब के छ यसमा त्यही त के लेख्नु पर्यो इङ्ग्लिसमा रिड त V1 हो नि लाटा। रिडिङ भन्नु पर्यो है। आइएनजी थप्यौ नि हामीले रिडिङ। बुक ल यो सेन्टेन्स इन्कम्प्लिट छ। बुक भयो कि कन्सोनेन्ट बी चाहिँ अ बुक है। आई एम रिडिङ अ बुक। ल ताली बजाऊ उसको लागि। उनी कविता लेख्दै भयो है। दै आउनु पर्यो नि त। लेख्दै छिन्। अब यो केटीले नै भन्छ ल अञ्जलीले भन्छ ल उनी कविता लेख्दै छिन्। ल उठा। उनीलाई के भन्छ थाहै छ। किताबलाई के भन्छ। लेख्नुलाई के भन्छ त्यो पनि थाहै छ सब तिमीलाई। ल सीसँग आर लाग्छ। ल भन सी भन्ने उनी भनेको एउटालाई भनेको धेरै एउटा हो नि। तिम्रो प्रोनाउन हो यो सी मा। सी इज गुड। सी इज राइट रे राइटिङ गुड। राइटिङ बुझ्यौ नि किन राइटिङ भयो। 4 राइटिङ कवितालाई के भन्छ। कवितालाई इङ्ग्लिसमा के भन्छ पोएम है। राइटिङ अ पोएम POEM पोएम भनेको कविता। सी इज राइटिङ। यो इज किन आयो थाहा छ नि तिमीलाई। एकै छ सब्जेक्टमा। एकजना केटी छ एकजना केटीसँग सी लाग्छ है। बुझ्यौ क्लियर कन्सेप्ट भयो। ल कन्सेप्ट क्लियर भयो भने यसलाई नोट गर कपीमा। भोलि चाहिँ हामी प्रेजेन्ट पर्फेक्ट टेन्स पढ्छौँ। अनि 20वटा भोलि घरमा गर्नु होइन। यो फर्मुला लेख यति लेख। अनि अरू चाहिँ म तिमीलाई दिइहाल्छु। प्रेजेन्ट कन्टिन्युअस टेन्स हजुर हुन्छ लेख। ल एउटा अर्को बनाऊ नि त है। एउटा अर्को बनाऊ अनि क्लियर हुन्छ है त। अलि छोडिदियो म दिइहाल्छु तिमीलाई। म प्रिन्ट गरेर दिइहाल्छु तिमीलाई। ल छोडिदियो कपी बन्द गर। पहिला यही बुझ दिमाग कपीमा लेख्ने होइन कि दिमागमा लेख्ने है त। दिमागमा लेख्ने है त। कपीमा लेख्ने होइन दिमागमा सेट गर्ने ठिक छ। स्याउ है बेच्दै होला नि त। बेच्दै छ। ऊ स्याउ बेच्दै छ भयो है। ऊ स्याउ बेच्दै छ। अब यसलाई कसले बनाउँछ। यसलाई बनाउँछ करिश्मा साउदले। एउटा करिश्मा हो ल भन त। ऊ स्याउ बेच्दै छ। उसलाई इङ्ग्लिसमा के भन्छ करिश्मा।
उलाई यु भन्छ र हि भन्दैन र उ भने केटाको प्रोनाउन हि हुन्छ हैन हैन त